नमस्ते। यस भिडियोमा मैले तपाईहरुले शेयर किनिसकेपछि TMS मा तपाईहरुले लोड गर्नुभएको कोलाटरलबाट कसरी पेमेन्ट गर्ने भन्ने कुरा देखाउन गइरहेको छु। यसको लागि चाहिँ तपाईले आफ्नो TMS लगइन गर्नुपर्ने हुन्छ। यहाँनिर मैले मेरो आफ्नै TMS ओपन गरेर लगइन गरेर तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु। आउनुस्, यहाँनिर युजर नेम भन्ने ठाउँमा तपाईको क्लाइन्ट आइडी अथवा युजर नेम जुन तपाईले चाहिँ TMS को लागि एप्लिकेसन गर्दाखेरि क्लाइन्टको जुन पाउनुहुन्छ त्यो इन्टर गर्ने। त्यसपछि यहाँनिर पासपोर्ट टाइप गर्ने। पासपोर्ट टाइप गर्दाखेरि चाहिँ एकदम ध्यान दिएर टाइप गर्न होला। धेरैचोटी रङ टाइप अथवा गलत पासपोर्ट टाइप नगर्न हुन म अनुरोध गर्दछु। त्यसपछि यहाँनिर इन्टरभ्यु क्याप्चा भन्ने छ। त्यो इन्टरभ्यु क्याप्चामा चाहिँ यहाँनिर देखेको जुन अङ्क अथवा अक्षर छ त्यसलाई जस्ताको त्यस्तै टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि लगइन बटनमा क्लिक गर्नुहोस्। तपाईको TMS लगइन भयो। यसरी लगइन भइसकेपछि तपाईले किनेको शेयरको पैसा तिर्नको लागि चाहिँ यहाँनिर फन्ड म्यानेजमेन्टमा जानुहोस्। त्यसपछि फन्ड सेटलमेन्टमा गएर चाहिँ बाइ इन्फर्मेसनमा क्लिक गरिसकेपछि चाहिँ तपाईलाई यहाँनिर देख्नुहुन्छ यस्तो एउटा यो इन्टरफेस। त्यहाँनिर चाहिँ यो टेम्पल जस्तो सिम्बल छ। यसमा क्लिक गरिसकेपछि चाहिँ तपाईले किनेको कति पैसा पे गर्नुपर्ने हो, तपाईको कोलाटरल अमाउन्ट कति छ भन्ने कुरा देखाउँछ। त्यसपछि यहाँनिर आएर यो प्रोसिड विथ पेमेन्टमा क्लिक गरिसकेपछि यहाँनिर तपाईलाई अप्सन दिन्छ। तपाईले कोलाटरमा भएको पैसाबाट पेमेन्ट गर्ने हो कि अथवा UOD पे भनेको चाहिँ ब्याङ्क मार्फत ड्र गरेर पे गर्ने हो भन्ने कुरा अहिले यहाँ देखाउँछ। मैले चाहिँ यहाँनिर कोलाटरमा भएको पैसाबाट नै पेमेन्ट गर्न लाग्छु। त्यसैले यसलाई सिलेक्ट गरिदिनुहोस् कोलाटरल पेमेन्ट भनेर। ओके, मेरो बाइ अमाउन्ट चाहिँ यति छ, माथिको टोटल पे गर्नुपर्ने अमाउन्ट। त्यसपछि मेरो कोलाटरल भएको चाहिँ यहाँनिर तपाईले देख्न सक्नुहुनेछ। ओके, अब यहाँनिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँनिर हामीले नेट पेएबल बाइ क्लाइन्ट यसलाई चाहिँ जस्ताको तस्तै एक पैसा नि तलमाथि नगरिकन इन्टर गर्नुपर्ने हुन्छ। यदि तलमाथि भयो भनेदेखि चाहिँ यसले एक्सेप्ट गर्दैन। अब यसरी गरिसकेपछि अब यहाँनिर मेक पेमेन्टमा क्लिक गर्ने। मेक पेमेन्टमा क्लिक गरिसकेपछि यसले एउटा इन्टरफेस देखाउँछ, डायलग बक्स देखाउँछ। यसमा चाहिँ कन्फर्मेसन पेमेन्ट, तपाईले कन्फर्मेसन पेमेन्टमा क्लिक गरिसकेपछि चाहिँ तपाईले किन्नुभएको शेयरको पैसा पेमेन्ट हुन्छ। मैले कन्फर्म पेमेन्ट गरिदिएँ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सक्सेस, सेटलमेन्ट सक्सेस भनेर डायलग बक्स सो गरिसकेको छ। त्यही भएर मैले जुन किनेको शेयर थिएँ त्यसको पैसा चाहिँ पेमेन्ट भइसक्यो र यहाँनिर फन्ड सेटलमेन्टमा चाहिँ मेरो जुन बाइ अमाउन्टको पैसा अब देखिँदैन, क्लियर भइसक्यो है त। यसरी तपाईहरुले आफूले शेयर किन्नुभएको पैसा यहाँबाट कोलाटरलबाट नि पेमेन्ट गर्न सक्नुहुन्छ। हस्त धन्यवाद। यस्तै अरु पनि जानकारीमूलक भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरेर लाइक गर्न नभुल्नु होला। हस्त धन्यवाद।